गाइस म आज मेरो भाइसँग यहाँ होइन मेरो घरभन्दा अलिकति बाहिर त्यसको ड्रेस लिन चाहिँ गएको थिएँ नि, तर उसले त्यहाँ चाहिँ ड्रेस चाहिँ नबनाइदिएको रहेछ होइन। त्यो मल्छी रहेछ है भाइ, त्यो ड्रेस चाहिँ नबनाइदिएको रहेछ। अनि 8 बजी भोलि बिहान 8 बजी बोलाएको छ त्यो ड्रेस लिन। अनि बिचरा भाइ त्यहाँ अलिकति निराशमा पनि छन्, किनकि नयाँ ड्रेस हेर्ने भन्ने एकदम एक्साइटमेन्ट लिएर दाइ जाम गर्दै आइरहेको थियौँ। अनि त्यही माथि अनि हिँड त नि भाइ अन्त अनि हिँडेको त पछि त बिचरा है ड्रेसै नबनाएको रहेछ है भाइ, ड्रेसै नबनाइदिएको रहेछ। अहिलेसम्म कस्तो रहेछ क्या। भोलि बिहान 8 बजी बोलाएको, अब स्कुल पनि छ भोलिबाट, भाइलाई धेरै झ्याउनी भयो यार। 8 बजी तर मिठो देखेको होइन भाइ। चरा गुड होइन क्या कुन भाइ? अब देखाउ त्यस्तै घाँस घाँस हुने रहेछ चरा भाइको अलिकति आँखा कमजोर छ गाइजहरू। अब भाइले यसो आँखा हस्पिटल लान्छ भोलि थियो र स्कुलबाट आएपछि जान्न बोलिहाल्छ नि, किनकि बोल्नमा एकदम टाटो छन् है। पढ्नमा पनि त्यस्तै रहेछ नि। अस्ति भर्खर रिजल्ट हेर्नु आयो ना काट्टा केटाले भनेर डराएको छ। पछि त के को हो नि यार, सबभन्दा होल फर्स्ट हो त्यहाँको त, होल फर्स्ट। अनि त्यही माथि पुरा अभि सबै डरेर त्यहाँ त। अनि मिसले चाहिँ के भन्नको थाहा फेरि के अरे भाइ चाहिँ लेख्न चाहिँ राम्रो लेख्छन् इक्जाममा, तर अलिकति ठग्न चाहिँ भएन भनिराख्नु भएको थियो उसको म्यामले पनि। अनि त्यहाँबाट भाइलाई यस्तो सम्झाउँदै नि ल्याएँ, तर जसरी भयो भने पास चाहिँ भयो है भाइ भनेर भनेको। हुन्छ दाइ भनेको के अरे अर्कोचोटिबाट चाहिँ इमान्दारी तरिकाले गर्छु भनेको होइन भाइ। इमान्दार हुनुपर्छ। त्यस्तै अब यिनी पनि अब चर्चतिर यसो लगाइरहेछन् होइन भाइ। सबै कुरा असल कुराहरू सिकिरहेछन्। जस मेरो भाइ असल छन्, अब असल हुन्छन् पनि सिलाउँछ। त्यही भएर भइ पनि राख्नु हो, भइरहेको छु भन्नुपर्छ गुड। जहिले अनि म यस्तो खराब छु यो छु त्यो छु भने जहिले पनि के हुन्छ त्यही जिन्दगीभर त्यही भइरहेको छ होइन। कति सिटिनेको त बहिनी यार यही यहाँ अब भ्लगमा देखिने भयो भन्ने जस्तै गरिन्छ होइन भाइ। अब भ्लगमा देखिने भयो भने जस्तै गरेर पुरा फास्ट हिँडिरहेको यार त बहिनी। त्यो त आफ्नो काम परेर होला हुन त बिचरा। भाइले त्यहाँमा देखाइदियो फेरि देखाइदियो। यहाँबाट त्यहाँसम्म 1 सेकेन्डमा अलि हल्का 1 मिनटमा के हामीले 1 पाइला हामीले 2 पाइला चाल्ने त उसले त 1 पाइलामै चालिरहेको थियो बहिनीले यार। हेर्दाखेरि त्यस्तो अग्लो छैन त्यही नि है भाइ, क्या फास्ट चालिरहेको कि यहाँ यसो भ्लग बनाइदिउँ भनेको। यसो अलिकति नौलो तरिकाले मलाई हेरिरहेको छन् है मेरो आफ्नै टोलमा। अब के भन्ने नयाँ भ्लगर आयो भने यिनीहरूले अहिले थाहा छैन गाइस। अलिकति यो भिडियो भाइरल भएपछि चाहिँ थाहा हुन्छ। गिटार पनि बजाउनुहुन्छ, चिन्ता लिनै पर्दैन त्यसको लागि। घर घर ट्याक्क गिटारको नि म हजुरलाई सेयर गर्छु है। युट्युब च्यानलमा गएर हेर्नु छ। घर घर गिटार पनि बजाउनुपर्छ गाइस। दीक्षित सेन्चुरी भनेर सर्च छ। अनि मेरो भाइ साउट आउट गर्ने मेरो भाइ छँदै छ नि त। अनि ल ह्यान्ड चाहिँ हान्दिनु भाइ। अनि यत्तिकै भाइ भएपछि त भइहाल्यो त, मलाई सपोर्ट दिने। अरू त चाहियो त नि चाहिने भनेको हजुरहरूको साथ हेर्नु गाइस। तिम्रो युट्युबमा के बोलेको भाइ यार, मैले नयाँ युट्युब च्यानल क्यान्सर उस गरेर थाहा छैन तिमीलाई खोलेको, त्यसमै हाल्छु त अनि भाइ। भाइहरूले नि हेरिरहेको छु नयाँ युट्युब च्यानल। यो भाइहरूलाई नि अब सब्सक्राइब गर्न लाउनुपर्छ है गाइस। भाइहरूले हेरिरहेको छ। ऊ यहाँ सानो पुन्टे भाइ पनि रहेछन्, मोबाइल चलाउँछन् होला पक्कै। ल त्यो सानो पर्छ भाइ गरिरहेछन्। बस हाम्रो टोल चाहिँ एकदम शान्त छ गाइस है। यस्तै छ टोल चाहिँ शान्त छ। यहाँको बच्चा बच्ची चाहिँ अलिकति चकचकै बढी छन्। अन्त बच्चा बच्ची सबैले जहाँ पनि त्यही हो, तर अलि बढी छन् चुलबुले होइन। घरभित्रै छिर्दिनु त्यस्तो टाइपको, घरभित्रै छिर्दिनु हल्ला गर्ने कोही फेरि सामान पनि उडाइदिन्छन् गाइस। यहाँ त गाह्रो छ हेरि होइन। उम्मीद भन्ने साथी हो काजी काजी
यो भिडियो हेर्नु त नाम नलिउ न बाबु मैले लिएन अनि तिमीदेखि लिएको त यो भाइले फेरि यहाँ चुम्बक किनेर हैरान्छ फेरि हामीले नि यस्तै सानोमा खुवाइदेऊ त भाइ यस्तो चुम्बक यस्तो लबवालाले भाइलाई एकदम लभ पर्दैछ कि होइन होइन यस्तो लबवाला चुम्बक चाहिँ भाइले होइन किनेर रहेछन् कि मैले सानोमा यस्तै धोपी खेलाउँथेँ 5 रुपियाँ हाल्यो होइन 40 सानोमा तपाईँले 5 रुपियाँ किन्नु चाहिएको 5 रुपियाँ किन्ने भाइ त्यतिखेर झन् महँगो थियो 10 रुपियाँ के भनेको तिमीले अहिलेको भन्दा त डेन्जर महँगो थियो यस्तो हो कि अहिलेको आयो भने देखाइदिनु अहिलेको भनेको अब त्यही मोडर्न अनुसार अब बढ्दै गयो प्राइसहरू पनि र त्यतिखेरको 5 रुपियाँ चाहिँ अहिलेको चाहिँ 20 रुपियाँ जस्तै हो कि बुझ्यौ अब त्यतिखेर अब 5 रुपियाँ चाहिँ के हुन्थ्यो भन्दाखेरि चाहिँ अहिले चाहिँ करेन्सी चाहिँ बढ्दै गयो होइन भ्यालु चाहिँ त्यही हो कि त्यही 5 रुपियाँ र 20 रुपियाँ त्यही हो कि अब पहिला 5 रुपियाँको हेरेर मोमोदेखि लिएर सबै मसला खाएर 1-2 प्लेट मोमो खाइन्थ्यो तर अहिलेको हेर त 5 छ त भ्यालु 5 रुपियाँको दबाउन त छैन नि त भ्यालु चाहिँ घट्दै गयो 5 रुपियाँको 6वटा मोमो आउँथ्यो होइन क्वान्टिटी चाहिँ बढ्दै गयो कि पैसाको यस्तो छ हेर्नुहोस् गाइस हामी नेपालमा रोडहरू यहाँ विकसित छ हाम्रो नेपालमा चाहिँ टक्क रोडहरू चाहिँ बनेको छ होइन तपाईँ नयाँ युट्युब च्यानल नाम दीक्षित ऊ त हेरिरहेको छ नि त भाइले जाँदा पनि नयाँ भ्लगर दाइ आउनुभयो हाम्रो टोलको भनेर होइन त्यो कुखुराले मलाई इज्जत दिइरहेको पुरा टाउको हल्ला हो त्यहाँ कुखुराको टाउको हल्लिन 50%। किनकि म्युजिसियन हो नि त म अब म्युजिसियन भएपछि त अगाडि आएर टाउको हल्लाइदिनु पनि एक्सपेक्ट हुन्छ होइन मजाक हल्का रमाइलो डिएन्ड होइन अब घर घर अब म्युजिक पनि हजुरलाई बजाएर सुनाउनेछौँ होइन होइन भाइ अब ल एकैछिन अब अङ्कित भाइको घर गइदिउँ फेरि यिनको हातमा पैसा दियो भने फेरि झ्याउ हुन्छ अङ्कित भाइको मम्मीले मलाई दिनुभएको थियो फेरि भाइले झ्याउ गर्न सक्छन् पैसा होइन त्यो भएर मैले नै दिएर इमान्दार साथ र आन्टीले नै भनेर लिएर आउँछु यहाँ अङ्कित भाइको घर पैसा त नि ड्रेस के अर्जेको नि लापरवाही गर्ने त नि कि मान्छेहरूले यत्रो दिन भइसक्यो झन् भोलि त लाएर जानुपर्छ नि ल भाइ नआउनु पर्छ ल त गाइज मैले ठ्याक्कै पैसा दिएर अब तर दिन्छु गएको है त्यो दिदीलाई पैसा दिएर अङ्कित भाइको मम्मीलाई अब कोठातिर रुममा जान लाग्यो है ल मेरो भाइ यहाँ सबै दिदी कुरा गरिरहेको छ नि है टक्क यहाँनिर टक्क भिडियो बनाउनु पर्छ है गीत गाएको पनि मेरो आफ्नै गीतहरू पनि छ गाइज होइन त्यो चाहिँ छुट्टै छ त्यो युट्युब च्यानल चाहिँ मेरो त्यहाँ गएर चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ हजुरहरूले त्यो मोबाइल चाहिँ हराएको लगभग भाइरलै छ त्यो चाहिँ त्यो युट्युब च्यानल चाहिँ 350K 50 त्यस्तै छ गाइज भाइले भनिदिइहाल्छ नि त मैले भन्नै पर्दैन होइन भाइ भाइ त त्यो चाहिँ मेरो नयाँ स्टार्टिङ हो अब घर घर चाहिँ डाइरेक्ट भेटौँला है त घर त आइसक्यो के घर घर भेट्ने हो र यहाँ आन्टी हुनुहुन्छ पसलवाला आन्टी ल है त यहाँ सेफरी खान्छु पहिला त मिठो हुन्थ्यो अहिलेको नयाँ आन्टीले खासै मिठो बनाउनु भने फेरि सुने पनि बाँध्नु होला भाइ त्यो चप्पल लाएर आएर खुट्टा धुन यहाँ फेरि हाम्रो एकदम चलन हुन्छ क्या खुट्टा धुनुपर्छ कि हाम्रो नियम छ कि घरमा चाहिँ हाम्रो मम्मीले एकदम स्ट्रिक्ट गर्नु फेरि हाइजिन त हुनु पऱ्यो नि स्ट्रिक्ट होइन हाइजिन चाहिँ मेन्टेन गर्नु पऱ्यो नि त यस्तै छ आउ त भाइ त एकचोटि ओ आउनु एकचोटि भाइले खुट्टा धोएछन् गाइस अब के भन्ने होइन यसो चट्ट आउ त्यही त 60 यहाँ ब्ल्याक एन्ड वाइट मेरो भ्लग छ हेर्नु गाइज हजुरहरूले गाह्रो नमान्नु होला मेरो किनकि मलाई एकदम ब्ल्याक एन्ड वाइट हुन्छ यस्तो मनपर्छ नि होइन त्यो त अलिकति ओल्डी टाइपको रहेछ मान्छे भन्नु होला तर यता हेर त यता एउटा उस गर्नु पऱ्यो क्या थम्नेलको लागि एउटा यता चढ यता हेर नि भाइ
यता हेर क्यामेरातिर हेर हेरिरहेको छु चिज यता यता त्यो डेन्जर है हँसाइदिनु यता हेर न बहिनी आँखामा घाम पऱ्यो क्यामेरामा हजुर यता देखिउ नै बोल्नु ए ल है त गाइस यो थम्बनेलमा जान्छ ल अब हामी गिटार पनि स्टार्ट गरौँ है त चट्ट ल भाइ गिटार ल्याऊ त मैले के गर्नै पर्दैन गाइस त्यही मैले यो प्र्याक्टिस गर्दै थिएँ अनि हिजो ठ्याक्कै मैले सबै प्र्याक्टिस गर्दा गर्दा त्यो जाने होइन ल गाइस ल मेरो रुम यही हो होइन गाइस मेरो रुम यही हो भाइ जहिले यहाँ आइरहेको छन् चट्ट गिटार बजाउँछन् होइन एकदम खुसी लाग्छ मलाई पनि अनि ल है त ल भाइ ल्याऊ दाइ मैले पिज्जा खाएको दाइ हो कि ए पिज्जा खाएको तिमी छिटो नै बहिनी यार भाउजू म दाइ रियाक्सन हेर्नु पिज्जा र चकलेट खाएको रियाक्सन म मात्रै भाउजूले सिधा थाहै नरहेछ हामीले कस्तो लिएर जाने भनेको तिमी भेट सबभन्दा एक्सपेन्सिभ पिज्जा होला है भाइ त्यो खै खतरा मिठो थियो यार खतरा मिठो ल्याइदिनु भनेको भाउजूले सिधाइदिनु भने तिमी छुट्यौ कि भाउजूले गर्दा भाउजूले मिठो लाग्यो खानु खासै मिठो लाग्थेन आज मिठो लाग्यो मिठो लाग्यो अहिले यता आउनु बहिनी यहाँ आउनु भाइ ल हुन्छ गाइस अब हामी चाहिँ यस्तो चट्ट गिटार सितार बजाएर होइन रमाइलो गर्नेछौँ ल सबैजना साथ दिनु होला ल म टोपी खोलेँ है त चस्मा त लगाइरहेको छु अब घरभित्र नि हेर्नुहोस् काम हेर्नु त यहाँ कस्तो राखेँ त्यही भएर गाह्रो छ मलाई स्टार्ट गरौँ है त हजुर कहाँबाट स्टार्ट गर्ने कुन गीतबाट लाग्यो है डाइरेक्ट आउने बेला उठा सृष्टि कति अल्छी पारेर निकालेको मेरो भ्लगमा यहाँ फेरि अल्छी रहेछ हजुरको पनि त भनेर फेरि कम्प्लेन आउँछ फेरि सबैजना एक्टिभ हुनु पर्ने भ्लगमा त अनि त नि गाइज या ल हुन्छ है त म आफ्नै गीत गाउने छु यहाँ चाहिँ अर्को उठाउन चाहन्न फेरि मलाई फेरि अलिकति उसै सोच्नु होला अलिकति कप्टी पनि भन्छन् मान्छेले त्यस्तो सोच्नु होला तर त्यो होइन म चाहिँ आफ्नो गीत गाउन मन लाएर मात्र है अरू पनि उठाउँछ नउठाउने होइन बर्खा न पर्खा रोका न रुक कहाँ जाँदैछौ धैर्यसँग पर्खा जीवन बाटो चलिरहँदा हात समाई रौता सर्दैन यता आऊ त दुईजना यता तिमी यता हो बहिनी यहाँ यहाँ यता म यहाँ बस्छ नि यता यहाँ देखियो कि क्यामेरा अहिले यता यतापट्टि आऊ न दुईजना थुप्रा यतापट्टि आउनु बहिनी तिमी किन यस्तो यहाँ आउनु यतापट्टि के हो त्यहाँ आउनु हो त्यहाँ हो ल हो तिमी भाइ हेर है तिमीले पनि यता हेर बहिनी क्यामेरामा हो त्यति बस्छ है चिज ल ठिक छ है त ल है त के गरौँ राम होइन जुन चामलिङ राईको रहेको छ यो गीत चाहिँ हुन्छ हामी स्टार्ट गरौँ सबैजनाले मलाई ताली बजाएर साथ दिनु होला जति पनि मेरो दर्शकहरू हुनुहुन्छ के गरौँ तिमीलाई सम्झी के गर्नु सम्झी त हारे के गरौँ म के गरौँ तिमीलाई सम्झी के भन्नु सम्झी त हाले के गरौँ के गरौँ बोलाउँदिन भन्छु तर बोलाइहाल्छु म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु
छैन कि तिमीलाई मेरो प्रेम सक्दिन तिमी बिना बाँच्न पनि मान्दैन मन जति सम्झाए नि बुझाए नि मान्दैन नि मनै त हो नि यो मनै त हो नि हाँसेर डाँटेर कति बढ्नु तिमीलाई सम्झदिन भागिर कता जो तिम्रो यादले कहीँ चढ्दैन के गरौँ टाढेर गइनी मलाई कहिले नबिर्सिनु म पनि मार्दिन माया तिमीले जहिले सम्झिरहन्छु यस्तै छु के गरौँ खै यार ताली खै के यार थट गाइज मलाई क्षमा गर्न होला हल्का लिरिक्समा चाहिँ हल्का फिल्का आफैले बनाइदिएको है नराम्रो लाग्यो क्षमा गर्नु होला राम्रो लाग्यो चाहिँ माया गरिदिनु होला कमेन्टमा चाहिँ राम्रो लाइक गरिदिनु होला है खोकी लाग्छ कि हाल्नु यस्तै छ ए मोहन लाग्ला है यो सम्झी फेरि यो हजुरहरूलाई मन पर्दैन ओल्ड इज गोल्ड भन्ने थाहा होला नि फेरि होइन के अरे नारायण गोपाल हाम्रो सरको रहेको छ यो गीत चाहिँ एकदम पुरा गीत रहेको छ है ल गाइज हजुरहरूले सुनिदिनु होला र हो आमा बाबाहरूलाई पनि देखाउनु होला नभए कस्तो छ मेरो स्वर कस्तो लाउँछ भनेर बहिनी यता देखियो अडियन्स एउटा दुइटा त हुनु पऱ्यो नि यहाँनिर हुन त हजुरहरू नि हुन्छ फेरि हेरा गरेको होइन है फेरि हेरा गरेको मन नहोला यो सम्झिने मन छ म बिर्छु कसरी तिमी नै भनिदेऊ जानी निष्ठुरी यो लाती नै हुन् तिमीले चुनेका परेली नै तिमीले लो बेट्री भएछ है मेरो अलिकति गाएर अनि चट्ट एक्सर्साइज गर्नु बेला ट्याक्क देखाउँदा है हजुरहरूलाई तिमीले चुनेका परेली नै तिमीले म सक्दिन आफ्नै प्रतिबिम्ब छुप्न म सक्दिन साथी फुटाएर जोड्न सम्झिने मन छ यो सम्झिने मन छ म बिर्छु कसरी तिमी नै भनिदेऊ
जानी निष्ठुरी पखाले आँखा पनि पखाले आँखा पनि दृश्य छ जहाँ नै म हिँडे पनि धरती उही छ पखाले आँखा पनि दृश्य छ जहाँ नै म हिँडे पनि धरती उही छ नसक्छु म आकाश सिथोलेर फेर्न नसक्छु म जुनको उज्यालो नै छेक्न यो सम्झिने मन छ म बिर्छु कसरी तिमी नै भनिदेऊ जानी निष्ठुरी जानी निष्ठुरी जानी निष्ठुरी जानी निष्ठुरी Thank you so much. I appreciate your, respect. Thank you. ल है त गाइज चस्मा धेरै लाग्यो है। ल मेरो रकिस्टार मुड सिद्धियो। अब हामी फेरि एक्सर्साइजतर्फ लाग्नेछौँ। एक्सर्साइजतर्फ छौँ है त। एक्सर्साइज पनि हुनेछ आज हामी एक्सर्साइज। यो सम्झिने मन है गाइज हामी एक्सर्साइजतर्फ लाग्नेछौँ। मेरो बक्सरदेखि रेलमा हजुरहरूले अलिकति के पनि नठान्नु होला है। हल्का कमेडी है गाइज। ल है त मेरो बडी देख्नु नै भन्छ होला होइन कस्तो छ 10 जना आयो भने फालिदिन्छ जस्तो छैन बडी च्याङ्गो वाइल्ड छ होइन गाइज 2 जना यस्तो चाहिँ हुनुपर्छ। अहिले फेरि रियालिटी भनिदिइहाल्छन् कि त्यस्तो होइन गाइज सक्छ नि फेरि 20-30 जना आयो भने होइन 20-30 होइन 3-4 जनाले हो। ए भाइ यार तिमी यार कहिलेकाहीँ यस्तो झुटो तारिफ हाने के जान्छ र यार होइन दाइको एउटा सिक्रेट कुरा भन्छु जहिले पनि हेर्नुहोस् सिक्रेट होइन है भाइ यहाँनिर यो पब्लिक हो यो सिक्रेट चाहिँ हुनुहुन्न है। यो सिक्रेट भनेको यो बढी त्यही सिक्रेट खान हुन्न भनेको मैले गुड मैले खाँदा नि खानु कहिले पनि दाइलाई भनेन के ल है त गाइस है यस्तो पहिला चाहिँ स्ट्रेचिङ गर्नुपर्छ फेरि डम्बेल मात्र देखाएर हुन्न फेरि। ल भाइ म यस्तो गर्छु हो यो क्यामेरा छ नि क्यामेरामा क्लिक गर है म टक्कै यो देखाउँछु। ल हातेर गाह्रो भयो कि ल बाबा छोड ल है त गाइस डम्बेल हान्ने पहिला ल नो डिस्टर्ब त्यो राख अब तिमीले सबले एक्सर्साइज गर्ने बेला आयो सक्दिनँ दाइ डिसिप्लिन रुल्स इज रुल्स म सक्दिनँ। ल है गाइस ल तिमीहरूले गर्ने है 2 3 यहाँ देखिनु पर्यो 2 जना गनेको 4 मप इ हो त्यहाँ 5 यता 6 7 भाइले त तानिदिन्छ कि गाइस गनेको देख्नु भाइले 8 बना म यहाँको 9 10 10:30 गना है ल 10:30 1 हो के यार 10 हुन्छ 2 3 4 5 5:30 6 7 8 9
One more भन्न चाड One more. है त गाइस त्यो पनि भइसकेको छ आफैले भन्नुहुन्छ यस्तो पुसमा चाहिँ कसले समात्दिन्छ यहाँनिर त्यहाँनिर है ल है हो त्यत्तिकै भाइ हल्लिन भन है हल्लिन चाहिँ भन है गाइस म चाहिँ यहाँ पुसअप देखाउन लागिरहेको छ हजुरलाई गरेर अलिकति साङ्लोसँग रुम गाड नमान्नु होला क्यामेरा पछि सार्नु पर्यो भाइ अलि उता लैजाऊ खुट्टा अलि उता लैजाऊ अझै उता कुर्ची के काम आउँछ त नि होइन यहीँ राख्ने हो कि भाइ ए ल ल गर्न चाँडो 2 3 4 5 6 7 8 9 ल डायमन्ड पुसअप है 9 गर्न है बच्चा बच्ची 10 भइसक्यो 1 2 3 4 ब्लक बनाएको के 6 स्वागत छ है हाम्रो अर्को भाइ पनि आएको छन् चट्टा देखाइदिउँ है तिनको नाम फेरि सुजाता सुब्रेदी के हो सुजाता नाम पनि सुजल होला नि कहाँ केटीको नाम दिइदिएको है ए भाइको नाम सुजल हो हेलो भन्नु ल नयाँ नयाँ क्युट क्युट भाइहरू आउँदैछन् है ल स्वागत गर्दैछु मैले पनि ताली बजाइदियो एकचोटि ल भाइको लागि स्वागत छ ल आउनु बस्नुहोस् यहाँ गर्नको लागि हजुर पनि हुनुहुन्छ ताली साली नि बजाउनु पर्छ फेरि गर्नेको मात्र हुन्छ गिटार बजाउन मन लाग्यो अहिले बजाउनु है त गाइस मसँग ठुलो न ठुलो रमिल छ त्यो चाहिँ हजुरहरूलाई देखाउन चाहन्छु एउटा सेटै छ के भनौँ है एक हातले हो फेरि एक हातले यो चाहिँ रहेको छ है एकछिन त्यो सुतेर दिएको चाहिँ टक्क कहाँबाट खिच्दा ठिक होला त भाइ यहाँबाट यताबाट फोटो किन्न त हो त्यहाँबाट यसो ल्याएर अब यहाँ सिकाउनु हुन्छ क्या फेरि त्यहाँ राख्दा कहाँ हुन्छ भाइ यहाँ त हुन्न यहाँ बसेको अनि कहाँ त्यहाँ माथिबाट देखाएर हुन्छ त नि हो त्यहाँ हो त्यसरी गुड अलि नजिक आउँछ यहाँ माथिबाट देखाइदिन्छु नि त हो त्यसैले है ल गुड यत्तिकै है गाइस यो चाहिँ मेरो टेस्टको लागि हो मैले जहिले गरिरहेको हुन्छु देखिराखिन्छ अलि माथि भएर भाइ हो त्यति ल हेर्नुहोस् यसरी दिन पनि हुन्छ कुना कप्चेरमा पनि दियो भने बल्ल के हुन्छ त टेस्टोस्टेरोन 5 6 मेल बडी के हुन्छ स्ट्रङ हुन्छ खै गर्नुको भाइ फेरि यो नयाँ भाइले स्वागत गर्नु नपाउनु गाइस 11 12 13 15 16 17 18 19 20 23 once more 24 वान्स मोर भनेर गइ 25 26 27 28 39 30 30 ल हेर्नु छोडै भएर लाउँछ गाइस यति डेली रुटिन हो डेली रुटिन है फेरि यो फेरि आज भ्लग बनाउँदा मात्रै देखायो भन्नु होला चेस्ट हेर्नु कस्तो लागि निस्किन्छ अन्त डम्बल के गर्नलाई बनाउने हो त नि झुट बोलेको गाइस एक दिन मात्रै यो हामीले नानीसित डम्बल के को लागि होइन अनि ल अब यो पनि हेर्नु होला अझै बनाऊ अलिकति तल गरेर हो त्यस्तो ल है त हेर्नुहोस् यो चाहिँ डायमन्ड पुछ यो चाहिँ डायमन्ड सहित खुट्टा माथि डायमन्ड हो यो पनि फेरि यो चाहिँ चेस्टको लागि सही हुन्छ डायमन्ड हो फेरि चेस्टको लागि यस्तो तपाईँले पनि गरेर राख्नु अब हेर्नु यो पनि छ है चलफल झारेको कि चलफल हेर्नुहोस् यो पनि डायमन्डै हो चलफल झारेको के फेरि पनि तपाईँलाई एक्सर्साइज पछिको भ्लगमा स्वागत छ है एक्सर्साइज पछिको के भाइ एकदम हेर्नुहोस् गाइस यस्तो पसिना निस्किने गरेर मैले दिएको छु हो कि होइन भाइ भन त वान्स मोर दिइरहेको थिएँ केटाहरू जस्तो अनि बिल्ला नि हाल्छ नि भाइले के भन्ने ल इज्जत छैन क्या यहाँनिर इज्जतै छैन काम नभएपछि यस्तै छ बेरोजगार भएपछि के हाल्नुहुन्छ त नि त
गरी भइरहेछ यो चाहिँ अब 125 पछिको भ्लग रहेको छ हेर्नुहोस् गाइज मोबाइलमा मात्रै यत्रो सानो देखेको रियलमा ठुलै हो भाइ हो यो भाइ के खाना आयो यो भाइ पानी लिएर तँ जब पानी लिएर यस्तै छ भाइहरूलाई थाहा अनि त्यही हो अब भाइ गर्मी नमनाउने यार झन् ठिकेर हजुरहरूलाई यो मोबाइल ह्याङ लाइभ लेसन र सानो गिटार टिप्सहरू दिनेछु यो भिडियोमा चाहिँ सकेसम्म मिस नगर्नु होला किनकि यहाँ चाहिँ लाइभ लेसन पनि जोडेको छ लाइभ लेसन चाहिँ हामीले चाहिँ आजको चाहिँ कन्फिडेन्सको बारेमा चाहिँ हामी कुरा गर्नेछौँ है त 3-4 घन्टाको हुन्छ यो भिडियो हुन्छ मेरो चाहिँ कन्फिडेन्स त्यस्तो छैन होला हजुरले देखेसम्म चाहिँ खासै पनि छैन होला छ पनि होला कतै कतै है तर चाहिँ कन्फिडेन्स भनेको चाहिँ कसरी बिल्ड हुन्छ होइन हजुरले चाहिँ मेन चाहिँ हजुरले कन्फिडेन्स बिल्ड यदि गर्न चाहनुहुन्छ भने होइन आजकलको चाहिँ एरामा चाहिँ यो जेनजी एरामा चाहिँ के भएको छ भन्दाखेरि चाहिँ धेरै जस्तो मोबाइल एडिक्सनदेखि लिएर हरेक कुरा एडिक्सनहरूले गर्दाखेरि चाहिँ के हुन्छ कन्फिडेन्स चाहिँ मान्छेको के भएको हुन्छ डाउन भएको हुन्छ लो भएको हुन्छ तिनीहरूको कन्फिडेन्स चाहिँ हुँदै हुन्न हरेक ठाउँमा गएर बोल्ने ठाउँमा गएर बोल्न नसक्ने त्यस्तो टाइपको हुन्छ होइन तर चाहिँ तपाईँहरू चाहिँ मैले यो 3टा टिप्स लिएर आएको छु जस्तै अब सुरुमा चाहिँ के गर्नु भन्दाखेरि चाहिँ फर्स्ट भनेको चाहिँ आफूलाई चिन्नु होइन आफ्नो गोल्सहरू बनाउनु अनि त्यसपछि अनि त्यो गोल्समा काम गर्नु रियालिटीमा काम गर्नु फर्स्ट भनेको रियालिटीमा हामी उत्रिनुपर्छ सृष्टि यहाँ तिमीहरूलाई लेक्चर हुन्छ यस्तो राम्रो राम्रो गर्छ यहाँ त दुईजना सबै यहाँ हल्ला गर्ने कहिले ल यहाँ राम्रोसँग सुन्ने अनि त्यसपछि गिटार सिकाएको बारेमा टिप्स दिन्छ है तिमीहरूलाई ल ले त यसलाई तिमीहरू यहाँ देखिनु पऱ्यो है मेरो यहाँ अडियन्स छ नि त हुनु पऱ्यो नि ऑडियन्स तपाईहरु पनि हुनुहुन्छ ल तपाईहरु पनि हुनुहुन्छ थाहा तर हाम्रो भाइ बहिनी मेरो एकदम भन्नाले चाहिँ हाम्रो भित्री परिवारको हैन ऑडियन्स हजुरहरु पनि परिवार हुन्छ अनि म पर्सनल परिवार हो हैन ओकेन अनि यिनी चाहिँ मेरो बहिनी ल ल ल सबै बहिनी दाइ हामी चाहिँ के भन्छ रे एकदम साइलेन्ससँग राम्रोसँग ज्ञानी भएर सुन्ने छौं अनि जो चाहिँ बोल्छ यहाँनिर डिस्टर्ब गर्छ भने त्यसले चाहिँ यहाँ युट गर्नुपर्छ यहाँ सबै ऑडियन्सको अगाडि है ओके 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 सबैजना ओके भने यस्तो गर्नु ओके हो गुड ल है त गाइस हेर्नु तपाईले एउटा मैले यो फर्स्ट भनेको कन्फिडेन्स फेरि तिमीले बोल्नु कन्फिडेन्समा चाहिँ फर्स्ट नम्बर भनेको चाहिँ तपाईले चाहिँ काम गर्नु पर्यो रियालिटीमा चाहिँ हजुर उत्रिनु पर्यो के हजुर यदि घरै बसिराख्नुहुन्छ भने मोबाइल चलाइराख्नुहुन्छ भने हजुर चाहिँ के गर्नु पर्यो बाहिर जानु पर्यो हजुर चाहिँ घरभन्दा चाहिँ बाहिर जानु पर्यो फेरि तिमीहरू रुल्समा बसेनौ अनि हजुरहरू चाहिँ घरभन्दा बाहिर अथवा ट्राभल पनि गर्न सक्नुहुन्छ खेलकुदहरू होइन रियल खेलकुदहरू प्ले गर्न सक्नुहुन्छ अनि हजुरले त्यो मोबाइल पब्जी फ्री फायर भन्दाखेरि चाहिँ तिमीहरू खेल्नुपर्छ हो ठिक छ थाहा छ तर चाहिँ धेरै मान्छेहरूले करियर पनि बनाउनु भएको छ तर गेम एडिक्सन चाहिँ हुनु भएन त्यो चाहिँ करियर वाइज हो भने चाहिँ हजुरहरूले गर्न सक्नुहुन्छ तर यदि करियर वाइज छैन भने चाहिँ हजुरहरूको चाहिँ एडिक्सन हुन्छ त्यो मोबाइल एडिक्सन पर्न एडिक्सन होइन हरेक कुराहरूको एडिक्सनले गर्दाखेरि चाहिँ हजुरको कन्फिडेन्स जहिले पनि दिन प्रतिदिन चाहिँ लो भइरहेको हुन्छ सबैको पालि आउँछ एकैछिन म बोल्न दिन्छु अहिले अनि फेरि 10 चोटि बस गर्छ है भाइले याद राखेर मैले अब बोले अनि यता हो फेरि रुल्स नतोड न भाइ तिमीले देखिनै पर्छ के यहाँनिर अनि त्यसपछि के छ भन्दाखेरि चाहिँ गाइज होइन कन्फिडेन्स चाहिँ लो हुन्छ त्यस कारण चाहिँ हजुरहरूले चाहिँ रियल खेलकुद चाहिँ हजुरले खेल्न जरुरी छ बाहिर चाहिँ उत्रिनु जरुरी छ पसिना निकाल्न जरुरी छ टेस्टोस्टेरोन बडीमा चाहिँ जब विक हुन्छ नि टेस्टोस्टेरोन केमिकल हुँदैन तब चाहिँ बडी विक हुन्छ अनि त्यसपछि के हुन्छ तपाईले चाहिँ टेस्टोस्टेरोन बढाउनु पर्ने हुन्छ अनि टेस्टोस्टेरोनले गर्दा नि कन्फिडेन्स बिल्ड भइरहेको हुन्छ आजकलको बच्चाबच्चीमा के छ टेस्टोस्टेरोनको कमीले गर्दाखेरि हार्मोन आउनु पर्ने कुराहरू आफू हुँदा जस्तै अब मेरो 19 वर्षको उमेरमा हेर्नु ल दादी हो यतिको दादी चाहिँ आउनु पर्यो है टेस्टोस्टेरोन केमिकल चाहिँ टेस्टोस्टेरोन चाहिँ धेरै रहेछ भन्ने चाहिँ बुझ्नु होला है सानो उमेरमा यदि यो आउँछ भने चाहिँ है साइडको काटेको अनि साइडको अझ काटेको हैन अनि टेस्टोस्टेरोन चाहिँ अनि यो भनेको चाहिँ मसल्स ग्रोथमा चाहिँ एकदम ठुलो भूमिका खेलिरहेको हुन्छ त्यसकारण चाहिँ टेस्टोस्टेरोन केमिकल चाहिँ एकदम जरुरी छ टेस्टोस्टेरोन भने थाहा छ कि तिमीलाई के होला भने ज्यानको लागि ज्यानको उसको के रे
कस्तो भुले यार सोधेन भाइ नआएको कुरा त केमिकल एउटा केमिकल हो शरीरको लागि चाहिँ एकदम फलमा हुने महत्त्वपूर्ण क्या, खास गरी चाहिँ अझ मेल्सहरूलाई चाहिँ एकदम के भन्छ अरे महत्त्वपूर्ण छ सुन्नु किनकि न। मेलहरूले त पहिलाको जमानामा चाहिँ शिकार गरिदिन्थ्यो होइन त्यसको लागि चाहिँ एकदम जरुरी हुन्थ्यो तर अहिले त शिकार छैन त्यही अहिलेको भनेको चाहिँ अब रेस्लिङदेखि लिएर हरेक कुराहरू त्यो गेमहरूमा चाहिँ फिजिकल एक्टिभिटीहरूमा चाहिँ धेरै जस्तो चाहिँ को चाहिँ अहिले अगाडि छ संसारमा चाहिँ वुमेनहरू चाहिँ अगाडि छ होइन मेनहरू चाहिँ के भइरहेको छ टेस्टोस्टेरोन वुमेन त के भाइ वुमेन त भन्दा अनि मेल्सहरू चाहिँ तिमी बिचमा होइन है अनि मेल्सहरूको चाहिँ टेस्टोस्टेरोन केमिकलले गर्दाखेरि चाहिँ कन्फिडेन्स डाउन भइरहेको छ उनीहरू चाहिँ विक हुँदै गएको छ अहिलेको मेल्सहरू चाहिँ त्यस कारण चाहिँ के हुनु पऱ्यो हाम्रो चाहिँ के टेस्टोस्टेरोन चाहिँ बढाउनु पऱ्यो रियालिटीमा उत्रिनु पऱ्यो अर्को कुरा दुईवटा कुरा भयो तिनवटा कुरा भनेको तेस्रोमा चाहिँ तपाईँहरू चाहिँ पब्लिक स्पिकिङबाट चाहिँ डराउनु चाहिँ भएन यदि फियर चाहिँ हजुरको दुश्मन है यदि फियर छ भने होइन त्यो फियरले गर्दा चाहिँ हजुरलाई चाहिँ अगाडि बढ्न दिइरहेको हुँदैन त्यस कारण चाहिँ डराउन चाहिँ भएन पब्लिक स्पिकिङमा चाहिँ हजुरले हो डर लाउँछ हात पनि काम्न सक्छ हजुरहरूलाई एक्टिभिटीहरू नयाँ नयाँ आउन सक्छ तर चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ त्यतिखेर चाहिँ सबैले यही फेस गरेर आएको म पनि कुनै पनि नयाँ होइन यो कुरामा चाहिँ मलाई मात्रै यस्तो भएको होइन सबैले यही फेस गरेर नै अगाडि बढेको भन्ने त्यो तरिकाले चाहिँ हजुरहरू चाहिँ के गर्न सक्नुहुन्छ अगाडि गएर फेस गर्न सक्नुहुन्छ है त अनि त्यस्तो डराउनु पर्ने कुरा छैन सुरुमा सबैलाई त्यही नै हो अड्की बोल्ने अनि भन्छ भनेको कुराहरू नै अगाडि गएपछि बिर्सिने त्यही हुन्छ तर पछि गएर चाहिँ के हुन्छ हजुरहरूको कन्फिडेन्स चाहिँ बिल्ड हुँदै गइरहेको हुन्छ त्यहाँबाट चाहिँ है हुन्छ आजको लागि चाहिँ आज चाहिँ कन्फिडेन्टको त्यो जुन चाहिँ लाइफ लेसन छ यो चाहिँ हजुरहरूले पक्कै बुझ्नुभयो होला अनि बुझ्नु पनि भयो होला अनि हजुरहरूको जीवनमा नि धेरै कुराहरूमा चाहिँ लागु हुनेछ भन्ने म आशा राख्दछु हुन्छ अब फेरि पनि अब सानो गीताको टिप्सहरू भाइ बहिनीहरू पनि यहाँ बस्छ एकदम ज्ञान भएर बस्छ मलाई सिकाउने एकजना ह्याको बस्छ म बस्छु तिमी बस्छौ ल उसले भनेकै पहिला ल बस्छ तिमी म सिक्नु पर्छ कि यहाँ ज्ञानी भएर बस्ने नि फेरि यहाँ बस्ने मान्छे ल छोड तिमी यता बस्छ ल तिमी यहाँ बस्छ ज्ञानी भएर बस्ने तिमी मेरै अगाडि छौ ल हो त्यो उभिने भयो है यहाँ बस्ने नि त हुन्थ्यो नि भाइ त्यो उता हटाउन बस्छ भन्ने नि छैन फोनमा यो दाइले त बस्छ त्यहाँ बसेको त अल्छी पारेर त्यहाँ अडियन्स के हुँदा कि भाइ त्यही घामले त डिस्ट्रेस झन् बढ्छ नि ल यता देखियो फेरि यो भाइ जिब्रो निकाल्नलाई केही जाने छैन ल आजको किताब टिप्स रहेको छ बिगिनरहरूलाई है बिगिनरहरूले चाहिँ के गर्नु भन्दाखेरि चाहिँ अब कसैले आएर हजुरलाई चाहिँ अब यत्तिकै झ्याङझ्याङ पारिराख्नु भएको छ अनि त्यतिखेर चाहिँ अनि अथवा प्रोफेसनलै हुनुहुन्छ तर चाहिँ अनि कोहीले आएर चाहिँ यो के हो भनेर सोध्यो भने के भन्नुहुन्छ त यो के हो गिटार हो मात्र भनेर भयो त यो के भन्ने बित्तिकै हामीले के भन्न सक्नु पर्यो यो चाहिँ हेड भनेर यो चाहिँ बडी भनेर भन्न सक्नु पर्यो सरी है हेड चाहिँ यतापट्टिको यो चाहिँ हेड नेक बडी दिस वान इज ट्युनिङ की दिस वान इज नेक है नेक हाम्रो घाँटी हुन्छ नि त्यही सम्झे नि भयो यो चाहिँ या दिस वान इज हो फ्रेड म भन्दैछु भाइ तिमी एकदम रुल्समा बस्छ रुल्समा ज्ञानी भएर बस्छ त्यहाँ बसेपछि ज्ञानी भएर चाहिँ बोलाएर अनि यो बजिरहेको यसलाई के भन्छ स्ट्रिङ भन्छ यसलाई चाहिँ तार है यो स्ट्रिङ यो कोठा बाई कोठा यो चाहिँ 22सम्म हुन्छ यो कोठा है यो कोठा चाहिँ फ्रेड भन्छ यसलाई चाहिँ अनि यो चाहिँ साउन्ड होल यो चाहिँ जुन चाहिँ होल छ नि कालो देख्नु भएको छ नि रुल्समा बस्छ न उठा कति अल्छी गरेको कि बहिनी आएर हजुरहरूको नि यस्तै हुनुहुन्छ बहिनी ल भन्नु त यदि भाइ बहिनी यस्तो हुनुहुन्छ भने एक दुई झापड हान्ने स्वाभाविक कुरा है ल मैले चाहिँ हानेको छैन उसलाई कुनै दिन अब यस्तै अटेरी भयो भने हान्न नि सक्छु के थाहा होइन तर मैले हानेको चाहिँ छैन है म त्यस्तो हान्ने टाइपको चाहिँ छैन थर्काउने चाहिँ धोपी थर्काइदिन्छु मैले फेरि देख्नु होला कि होइन भाइलाई पनि धोपी थर्काउँछु नि बेला बेला के हो के भाइदिन्छ होइन यो भाइले नै अब थर्काउनु पर्ने भएछ कि यो अहिले बढी हाँस्यो खाने यो भाइ ल हेर्नु है गाइस अनि यो यसलाई भन्छ ब्रिज है ब्रिज यसलाई भन्छ ब्रिज अनि यो चाहिँ नट भन्छ यो ब्रिज नट यो नटहरू देख्नु भएको नि कालो कालो यसलाई नट भन्छ अनि अर्को भनेको चाहिँ यो ट्युनिङ की भयो यो चाहिँ हेड भयो यो नेक भयो अनि यो फ्रेट स्ट्रिङ यो बजाउने कुराहरूदेखि लिएर त्यो बुझ्दा हजुरले हुन्छ अनि यो 5वटा अम्ला 10वटा अम्लामा चाहिँ कुन नामहरू चाहिँ राइट ह्यान्डको चाहिँ यो के हो थम होइन यो PIMA है PIMA राइट ह्यान्डको चाहिँ राइट ह्यान्डको है उता लेफ्ट ह्यान्ड देख्नु होला भिडियोमा चाहिँ तर यो राइट ह्यान्ड है PIMA
यो चाहिँ अनि कान्छीहरूलाई युज हुँदैन एक्वास्टिकमा है, यो क्लासिकलहरूमा चाहिँ हुन्छ अनि यसको नाम पनि हुँदैन है। त्यस कारण यो चाहिँ पिङ्की फिङ्गरको चाहिँ नाम हुँदैन, यसमा चाहिँ PIMA भनेर यो यसरी डिनोट गरिएको छ। अनि लेफ्ट ह्यान्डको चाहिँ के रहेको छ, थम 1 2 3 4 है, थम 1 2 3 4 यति याद राख्नुहोस्। अनि त्यसपछि अनि यो स्ट्रिङहरूको नामहरू के रहेको छ भन्दाखेरि स्ट्रिङको नाम चाहिँ EBGDAE रहेको छ है। तलबाट माथिसम्म मैले भने, माथिबाट तलसम्म त तपाईँले याद राख्न सक्नुहुन्छ EBGDAE। अनि 1 2 अनि तलबाट गनिन्छ है जहिले पनि स्ट्रिङ चाहिँ 1 2 3 4 5 6 है। अनि 6 अनि यता जाँदा चाहिँ जहिले पनि सार्प हुँदै जान्छ। अनि यता बजाउँदै आयो भने चाहिँ के हुन्छ, यो चाहिँ फ्ल्याट भन्छ है। यो बोल्ड साउन्ड हुन्छ नि, जुन चाहिँ अलिकति बोधो साउन्डलाई चाहिँ फ्ल्याट भन्छ अनि तीको साउन्डलाई चाहिँ के भन्छ, सार्प भन्छ। त्यति बुझे हुन्छ हजुरले। यता आइसी चाहिँ सार्प हुँदै जान्छ, यता आइसी चाहिँ फ्ल्याट हुँदै आउँछ भने त्यसलाई नै बुझ्नु है। ल है त हजुरहरूलाई आज यति नै रहेको छ। अनि कर्ड प्रोग्रेसनहरू चाहिँ म अर्को भिडियोमा दिन सक्छु कि दिन नि सक्छु नदिन नि सक्छु। कर्ड प्रोग्रेसन चाहिँ त्यसको चाहिँ म हालिदिन्छु है, त्यो चाहिँ हालिदिन सक्छु अर्को भिडियोमा चाहिँ हुनसक्छ है त्यो चाहिँ। तर आज चाहिँ सानो टिप्स मात्र मैले हजुरहरूलाई दिएको छु। हुन्छ यति कुराहरू चाहिँ मनन गर्नु होला। खास गरी बिगिनरहरूले चाहिँ यो कुराहरू अहिलेबाट बेसिकबाट चाहिँ सिक्दै जानु भने एकदम बेसिक कुरा रहेको छ। ज्ञानी घर है बहिनी, अनि एकदम बेसिक कुरा रहेको छ हेर्नुहोस्। अनि यो बेसिक कुरा चाहिँ हजुरले सिक्नुभयो भने के हुन्छ, पछि गएर चाहिँ हजुर चाहिँ गिजिने बाटो हुन्न। ल है त गाइस, आजको भ्लग यति नै रहेको छ। के कस्तो लाग्यो हजुरहरूले भनिदिनु होला, तिमीहरूले कस्तो लाग्यो त? राम्रो लाग्यो रमाइलो भने होइन, आज धेरै रमाइलो गऱ्यो है। ल है त ल तिमीले नि भन न यार, लाइक सब्स्क्राइब गरिदिनु प्लिज ल। लाइक कमेन्ट पनि गर्नु होला है। अनि सेयर गर्न चाहिँ नबिर्सिनु होला। अर्को युट्युब च्यानल पनि हो दीक्षित सेन्चुरी, त्यसमा पनि सब्स्क्राइब गर्नु होला। त्यहाँ चाहिँ मेरो ओरिजिनल अफिसियल ल है गाइज, मेरो बहिनीले भनेको पनि मान्नु होला। राम्रो रहेछ भने कमेन्टमा राम्रो लेखिदिनु, लाइक गरिदिनु एकदम ल है त गाइज। हुन्छ हामी अब सबैजनाले एकैचोटि बाई भन्नेछौँ गाइज उहाँहरूलाई है। बाई बाई। यो भाइले चाहिँ हाम्रो भाइले चाहिँ एकदम युकिलेले लिएर आएको छ है। एकदम मजा आउँछ मलाई फेरि बजाउन, र हजुरहरूलाई बजाएर देखाउँछौँ है। एउटा थम्बनेल पिक्चर लिइहालौँ है त। हाँसा भाइ यार किन, स्वागत छ हजुर। बुढी गाउँदैछ बुढी। दीक्षित सेन्चुरी बढ्दा कभर बढ्दा ए बुढी मान्छे निकै रिसाले बुढी, नयाँ तिमीलाई निकै गर्छु बुढी। दानी आकाशमा बुढी 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 मान्छे निकै रिसाले बुढी, नयाँ तिमीलाई निकै गर्छु बुढी। तिम्रो लागि गरिदिन्छु चुरोट नि त्याग, तिमी छेउमा नहुँदा हुन्छ साह्रै नै ल्याग। किनिदिन्छु गुजेको ब्याग, लिपस्टिक पनि म्याग, तिम्रै लागि पनि बनाउँदैछु सिक्स प्याक। सधैँ जति सबै मेरो तिमीलाई गर्छु नि, तिमी साह्रै पर्फेक्ट छैन तर ओभर सर्जरी। हाँस्दैछ हँसाउँदैछ तिनीहरू यसै गर्छ नि, दुवैजना स्ट्रङमा मनाउला एनिभर्सरी। हेर्दा मिठो अङ्ग्युट पनि एक दिन जान्छु खुलेर, यति बिति फैलिन्छ झगडामा झुन्डेर। पढ्दै बस्छौ हामी सबै कुरा भुलेर, एकछिनलाई छिनमा बस्छ तिमी आकाश उजुलेर। ए बुढी म मान्छे निकै रिसाली बुढी, माया तिमीलाई निकै गर्छु बुढी। नानी आकाशमा बुढी 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 लाउडमा ए बुढी मान्छे निकै रिसाली बुढी, माया तिमीलाई निकै गर्छु बुढी। नानी आकाशमा बुढी 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 ए बुढी। सुन्दै
दोस्रोला नि हामी आफ्नै बब मालिकको रास्तामा झिलिमिली पारेको छैन काम कहाँ जाम बाहिर दुनियाँ छाडेको मुहार सोचेको नातेको हेर्छ मेरो प्लानमा छैन बुला मनी तरका पनि त्यो रकेटमा सोच्दै उडिरहने मान्छे सान्दै घेरा छान्दै मान्छे खाँदै कुरा गर्ने डाँडा जाँदै हामी सिधो जाँदै फिल्म माने गर्ने बक्स पनि गर्ने बेलुका चुनी आइहाल्छु हामी किन हुने मान्छे निकै साली मुडी माया निकै गर्छु मुडी दामी आएको छ मुडी मान्छे निकै साली मुडी माया निकै गर्छु मुडी दामी आएको छ मुडी अब बुढीको भयो अब आमाको है फेरि ल आमाको गीत गाउँ है सिरिनी हावा चल्दै 9 महिना महिना कुकुमा राखी तिमीले हुँदैनौ आमा